सम्पूर्णमा पुनः नमस्कार। आज हामी पुनः नेपालको संविधानमा मौलिक हक अन्तर्गत के व्यवस्था छ भनेर फेरि पनि मौलिक हकको बारेमा महत्त्वपूर्ण परीक्षाहरुमा विभिन्न परीक्षाहरुमा आइराख्ने दोहोरिराख्ने जुन क्वेशनहरु छ त्यसको बारेमा मात्र हामी छलफल गर्छौं। इम्पोर्टेन्ट मुद्दाहरु छ, धाराहरु छ। धारा 16, धारा 17, धारा 18, धारा 31, धारा 38, धारा 39 यिनी महत्त्वपूर्ण छन्, एकदमै महत्त्वपूर्ण छन्। धारा 16 मा सम्मानपूर्वक बाँच्न पाउने हक छ। अब हामी बारम्बार आउने क्वेशनहरुलाई मात्र टार्गेट बनाएर हामी आज छलफल गर्न गइरहेका छौं। जोलाई थोरै भए पनि ज्ञान हासिल भएको छ उहाँहरुले पुनः यस्तै भिडियोहरु हेरेर ज्ञान आर्जन गर्नुहोला र तपाईको जुन मेहनत लगातार भइराखेको छ, निरन्तरता दिइराख्नु भएको छ, अझै वृद्धि होस्, शुभकामना छ। सोचेको गन्तव्यमा पुग्नु होला। अब यति भन्दै हामी धारा 16 नेपालको संविधान अन्तर्गतको 31 वटा मौलिक हक अन्तर्गत आज हामी धारा 16 मा के छ त भनेर यसको बारेमा हामी आज छलफल गर्न गइरहेका छौं। ध्यानपूर्वक यसलाई सुन्नुहोस् र हेर्नुहोस्। धारा 16 मा छ सम्मानपूर्वक बाँच्न पाउने हक छ। हामी नेपाली भइसकेपछि सम्मानपूर्वक बाँच्न पाउनुपर्छ। हामीले गलत गरेनौं भने हामीलाई कसैले पनि अपमान गर्न सक्दैन। त्यो हाम्रो एउटा मौलिक हकले दिएको हक हो। प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक हुनेछ। प्रत्येक व्यक्तिलाई यो तोकेको छैन। प्रत्येक नेपाली जुन व्यक्तिहरु छन् ती व्यक्तिहरुलाई सम्मानपूर्वक बाँच्न पाउने हक हुनेछ। यसमा के दिएको छ त भन्दाखेरि यही सम्मानपूर्वकलाई नै यहाँ जोड दिएको छ। दोस्रोमा छ कसैलाई पनि मृत्यु दण्डको सजाय हुने गरी कानून बनाइने छैन। यो कुरा हामीलाई थाहा छ। सार्क राष्ट्र 8वटा सार्क राष्ट्र मध्ये मृत्युदण्ड दिने कानून नेपालमा मात्र छैन। कसैलाई पनि मृत्युदण्डको सजाय हुने गरी कानून बनाइने छैन। मृत्युदण्डको सजाय हुने गरी कानून बनाइने छैन। सामान्य कानून प्रयोग हुनेछ भनेर यहाँ भनेको छ। दुईवटा मात्र कुरालाई जोड दिएको छ। एउटा हामी सम्मानपूर्वक बाँच्न पाउनु पर्ने हक छ। अर्को के छ त भन्दाखेरि मृत्युदण्ड हुने गरी कसैलाई पनि कानून बनाइने छैन भनेर दुईवटा कुरालाई यहाँ जोड दिएको छ। अब हामी जान्छौं धारा 17 मा। धारा 16 मा दुईटा कुरा मात्र जोड दिनुहुन्छ हजुरहरुले। एउटा सम्मानपूर्वक बाँच्ने र एउटा मृत्युदण्ड बनाइने छैन, मृत्युदण्डको सजाय हुने कानून बनाइने छैन भन्ने कुरा छ। धारा 17 मा जाउँ। समान स्वतन्त्रताको हक छ। हामी नेपाली कानून बमोजिम बाहेक, कानूनले तोके त केही लागेन हैन, कानून बमोजिम बाहेक कुनै पनि व्यक्तिलाई वैयक्तिक स्वतन्त्रताबाट वञ्चित गरिने छैन। हरेक व्यक्तिको बोल्न पाउने अधिकार छ, खान पाउने अधिकार छ, राजनीतिक दल खोल्न पाउने अधिकार छ, जुनसुकै ठाउँमा बस्न पाउने अधिकार छ। अब कानून बमोजिम बाहेक कुनै पनि व्यक्तिलाई व्यक्तिगत स्वतन्त्रताबाट वञ्चित गरिने छैन भनिएको छ 1 नम्बरमा उपधारा 1 मा। 2 मा के छ त भन्दाखेरि प्रत्येक नागरिकलाई, नेपालका जुनसुकै प्रत्येक नागरिकलाई दिएको स्वतन्त्रता हुनेछ भनेपछि अब के कुरामा स्वतन्त्रता रहेछ त हामीले बुझ्नुपर्ने हुन्छ। पहिलो छ विचार र अभिव्यक्तिको स्वतन्त्रता। हाम्रो विचार जे छ, हामीले जे सोचेका छौं त्यो हामीले अभिव्यक्त बोल्न सक्ने पाउने हाम्रो हक छ। हाम्रो विचारलाई हामीले अभिव्यक्ति गर्न पाउने हाम्रो के छ त स्वतन्त्रता छ। अर्को छ बिना हात हतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रता छ। हात हतियार नबोकेर हामीले भेला भएर विभिन्न विषयमा छलफल गर्न पाउने अधिकार छ। अर्को छ राजनीतिक दल खोल्ने स्वतन्त्रता छ। जसलाई राजनीतिक मन पर्दैन उसले आफ्नो विचार र धारणा अनुसार राजनीति खोल्न पाउनुपर्छ भनेको छ। अर्को छ संघ संस्था पनि खोल्न पाए व्यक्तिले। अर्को छ नेपालको कुनै पनि भागमा आवत जावत र बसोबास गर्ने स्वतन्त्रता छ। नेपालको कुनै पनि भागमा पूर्व मेचीदेखि पश्चिम महाकाली त्यस्तै गरेर उत्तर दक्षिण जुनसुकै ठाउँमा पनि मानिस आवत जावत गर्न पाउने र बसोबास गर्न पाउने स्वतन्त्रता छ।
नेपालको कुनै पनि भागमा पेशा, रोजगार, उद्योग, व्यापार, व्यवसायको स्थापना र सञ्चालन गर्ने स्वतन्त्रता छ। आउन जाने र बस्ने पनि स्वतन्त्रता छ। रोजगार, पेशा, व्यवसाय, उद्योग धन्दा सञ्चालन गर्ने स्थापना गर्ने र सञ्चालन गर्ने पनि स्वतन्त्रता छ। यति 6वटा कुरालाई यहाँ जोड दिएको छ। यहाँ 6वटा 2 मा छ 6वटा कुरामा यहाँ के छ त भन्दाखेरि व्यक्तिलाई स्वतन्त्रता छ। एउटा छ विचार र अभिव्यक्तिको स्वतन्त्रता छ। अब त्यो विचार र अभिव्यक्ति भइसकेपछि हामीसँग विचार र अभिव्यक्ति, हाम्रा विचारलाई अभिव्यक्त गर्ने ठाउँ कहाँ हो त भन्दाखेरि हामी सबै हात हतियार नलिएर शान्तिपूर्वक भेला हुने, एक ठाउँमा भेला हुने हाम्रो हक छ। हामीले त्यो गर्न सक्यौं। पहिला विचार र अभिव्यक्ति गर्न सक्यौं। त्यसको लागि शान्तिपूर्वक भेला हुनु पर्यो। भेला भइसकेपछि हामीले सबैका कुराहरू मिलिसकेपछि एउटा राजनीतिक दल खोल्नु पर्यो। राजनीतिक दल मात्र खोलेर भएन, राजनीतिक दल अनुसारका सङ्घ संस्थाहरू पनि खोल्नु पर्यो। अनि त्यस्तै गरेर सङ्घ संस्था खोलिसकेपछि हामी के गर्नु पर्यो त भन्दाखेरि नेपालको जुनसुकै ठाउँमा आवत जावत गर्ने र बसोबास गर्ने हाम्रो हक छ। अर्को छ नेपालको जुनसुकै ठाउँमा हामीले पेशा, व्यवसाय, उद्योग धन्दा सञ्चालन र व्यवस्थापन गर्ने हक छ। यी धारा 17 का स्वतन्त्रताका हकका कुराहरू हुन्। एउटा सुरुमा उपधारा 1 मा कानुन बमोजिम बाहेक कुनै पनि व्यक्तिलाई वैयक्तिक स्वतन्त्रताबाट वञ्चित गरिने छैन, खुलस्त रहनेछ, स्वतन्त्र रहनेछ। उपधारा 2 मा के छ त भन्दाखेरि 6वटा कुरामा स्वतन्त्रता हुनेछ व्यक्तिलाई। एउटा विचार र अभिव्यक्तिको स्वतन्त्रता छ। एउटा बिना हात हतियार सहभागी हुने, शान्तिपूर्वक भेला हुने र सहभागिता हुनेको स्वतन्त्रता छ भने अर्को त्यहाँ राजनीतिक दल खोल्न पाउने स्वतन्त्रता छ, सङ्घ संस्था खोल्न पाउने स्वतन्त्रता छ, नेपालको जुनसुकै ठाउँमा आवत जावत र बसोबास गर्न पाउने स्वतन्त्रता छ। नेपालको जुनसुकै ठाउँमा के गर्ने छ त भन्दाखेरि पेशा, व्यवसाय, उद्योग धन्दा सञ्चालन र व्यवस्थापन गर्न पाउने स्वतन्त्रता छ। यी कुराहरू हामीले मुख्य गरेर के कुरामा यसले जोड दिएको छ, मुख्य के एकदमै कुराहरू के छन्, हामीले यस्ता कुरालाई जोड दियौं भने हामी एकैछिनमा यो नेपालको संविधानका महत्त्वपूर्ण धाराहरू हैन हामीले एकैछिनमा स्मरण गर्न सक्छौं। पहिलो हामीले विचार र अभिव्यक्तिलाई जोड दिनु पर्यो। दोस्रो के छ, भेला, शान्तिपूर्वक भेला हुनेछ। तेस्रो राजनीतिक दल खोल्नेछ। चौथो सङ्घ संस्था खोल्नेछ। पाँचौंमा आवत जावत र बसोबास गर्नेछ भने छैटौंमा हाम्रो पेशा, व्यवसाय र रोजगारको लागि जहाँसुकै हामीले गर्न पाउनेछ। हो यति कुरालाई हामीले मेन मुख्य बुदाहरूलाई हामीले जोड दियौं भने एकैछिनमा हामीले यस्ता कुराहरू स्मरण गर्न सक्छौं। अब हामी बाँकी कुराहरू फेरि पनि हामी जोड्ने छौं। अब धारा 38 मा महिलाको हक सम्बन्धी व्यवस्था गरिएको छ। महिलाको हकमा के कुरामा जोड दिएको छ हामी पहिलालाई सरस्वती हेर्छौं। प्रत्येक महिलालाई लैङ्गिक भेदभाव बिना समान वंशीय हक हुनेछ भनिएको छ। दोस्रो छ प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सम्बन्धी हक हुनेछ। तेस्रो छ प्रत्येक महिलालाई कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन। राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक हुनेछ। अर्को छ महिलालाई शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा सकारात्मक विभेदका आधारमा विशेष अवसर प्राप्त गर्ने हक हुनेछ। अर्को छ सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतिको समान हक हुनेछ भन्ने कुरा यहाँ व्यवस्था गरिएको छ। अब हामी यसलाई के छ त हाम्रो यसमा हेर्छौं हामी। प्रत्येक महिलालाई लैङ्गिक भेदभाव बिना समान वंशीय हक हुनेछ। समान वंशीय हकलाई हामीले यहाँ अन्डरलाइन गरौँ, एकदमै महत्त्वपूर्ण छ यो। प्रत्येक महिलालाई लैङ्गिक भेदभाव बिना, लिङ्गको कुनै भेदभाव नगरेर समान वंश, हाम्रो वंशको लागि के हुनेछ त वंशीय हक हुनेछ भन्ने कुरालाई जोड दिएको छ। दोस्रो छ प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सम्बन्धी हक हुनेछ। मातृत्व र प्रजननलाई पनि यहाँ जोड दिनु पर्यो। पहिलो समान वंश छ, समान वंशीय हकलाई जोड दिएको छ भने दोस्रो सुरक्षित मातृत्व र प्रजननलाई जोड दिएको छ। तेस्रोमा छ यहाँ पनि प्रत्येक महिलालाई कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन। कुनै पनि महिलालाई हिंसाजन्य कार्य वा शोषण गरिने छैन। अब त्यो के कुरामा छैन त हामीले यहाँ के हेर्नु पर्यो। प्रत्येक महिलालाई कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन भन्ने कुरा छ। अब यसलाई हामीले के कुरामा रहेछ
त्यो चाहिँ एकदमै हेर्न आवश्यक छ। की छ त्यहाँ तपाईहरुले त साइडतिर हेर्न सक्नुहुन्छ, एकदमै की राखेको छ त्यहाँ। अब यहाँ के कुरामा छ त भन्दाखेरि यहाँ धर्ममा छ, सामाजिक रूपमा छ, सांस्कृतिक रूपमा छ, मनोवैज्ञानिक रूपमा छ र यौन जन्य क्रियाकलापमा छ। धर्म धार्मिक भनौँ यसलाई, धार्मिक सामाजिक सांस्कृतिक हैन, मनोवैज्ञानिक र यौन जन्य पाँचवटा कुरा छ। धर्म सामाजिक सांस्कृतिक मनोवैज्ञानिक र यौन जन्य छ। धार्मिक रूपमा के गर्नु भएन त, महिलालाई धारी हिंसा र शोषण गर्नु भएन, सामाजिक रूपमा पनि गर्नु भएन, मनोवैज्ञानिक पनि गर्नु भएन, सांस्कृतिक रूपमा पनि गर्नु भएन, यौन जन्य क्रियाकलापमा पनि गर्नु भएन। यो महिलाले प्रत्येक महिलाको पाउने अधिकार हो। यी कुरामा महिला सुरक्षित रहनुपर्छ भनेर यहाँ जोड दिएको छ। महिला विरुद्ध यिनी कुनै पनि काम गर्नु हुँदैन भनेको छ। यहाँ प्रत्येक महिलालाई भनेर मैले सर्टकटमा राखेको छु, तर सुरुमा यहाँ महिला विरुद्ध यिनी काम गर्नु भएन भनेको छ है। महिला विरुद्ध प्रत्येक महिलालाई भनेर यहाँ बुझ्न सजिलोको लागि राखेको हो, तर महिला विरुद्ध राख्दा अझै राम्रो हुन्छ। यहाँ महिला विरुद्ध सकिया जस्तो छ। महिला विरुद्ध कुनै किसिमको हिंसाजन्य कार्य शोषण गर्नु भएन। महिला विरुद्ध केमा भन्दाखेरि धर्म, त्यस्तै गरेर समाजमा हैन, संस्कृतिमा, मनोविज्ञानमा, यौनजन्यमा यस्ता कुरामा गर्नु भएन भनेर कुरा यहाँ जोड दिएको छ। अब राज्यका सबै निकायमा 4 मा उपधारा 4 मा के छ त भन्दाखेरि राज्यका सबै निकायमा महिलालाई, सबै निकायमा स्थानीय तहदेखि माथिल्लो संघीय तहसम्म हरेक निकायमा, राज्यका सबै निकायमा वडादेखि पनि, वडामा पनि हामीले देख्छौं 2 महिला हुन्छन्, 2 सदस्य पुरुष हैन, 1 महिला 1 दलित सहित एउटा वडा अध्यक्ष सहित 5 जनाको टिम हुन्छ। त्यहाँ पनि के गरिएको छ त भन्दाखेरि महिलालाई जोड दिएको छ। राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा, समानुपातिक सबैलाई समान समावेशी सिद्धान्तको आधारमा सहभागी हुनेछ भन्ने कुरालाई जोड दिएको छ। सबै निकायमा समानुपातिक समावेशी सिद्धान्तलाई जोड दिएको छ। यसलाई पनि यहाँ अन्डरलाइन गर्नु पर्यो। अनि त्यस्तै गरेर अर्को छ उपधारा 5 मा महिलालाई के कुरामा त भन्दाखेरि शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा। यो धेरै चोटि आएको क्वेशन छ। यो कुन मिल्दैन भन्ने पनि हुन्छ, के कुरामा जोड दिएको छ, के कुरामा छैन भन्ने पनि आउँछ, कहिलेको छ पहिचान गर्ने खालको क्वेशन आउँछ। महिलालाई शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा सकारात्मक विभेदका आधारमा, सकारात्मक विभेद भनेको छ यहाँ सकारात्मक विभेद होइन कि एकदमै सकारात्मक विभेदका आधारमा हो। महिलालाई यहाँ हरेक कुरामा सहभागिता, हरेक कुरामा निर्णायक तहमा लाग्ने कुरा हो। यो सकारात्मक विभेद भनेको सकारात्मक विभेदका आधारमा विशेष अवसर प्राप्त गर्ने हक हुनेछ भन्ने कुरामा जोड दिएको छ। अनि त्यस्तै छ सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतिको समान हक हुनेछ भनेको छ। यहाँ धारा उपधारा 6 मा के छ त भन्दाखेरि उपधारा 6 मा रहेछ सम्पत्ति र पारिवारिक मामिलामा, सम्पत्तिका कुरा पनि छ यहाँ र पारिवारिक मामिलाका कुरा पनि छ। यस्ता कुरामा दम्पतिको समान हक हुनेछ। यहाँ श्रीमान श्रीमती दुवैको समान हक हुनेछ भन्ने कुरालाई जोड दिएको छ। पारिवारिक मामिला भनेको परिवारका हरेक निर्णय कुराहरू, परिवार कसरी चलाउने भन्ने कुराहरू, अनि त्यस्तै गरेर परिवारमा संकलन गरेको सम्पत्ति, बचत गरेको सम्पत्ति, यी सबै कुरामा दम्पतिको समान हक हुनेछ, श्रीमान श्रीमतीको समान हक हुनेछ भनेको छ। यसैलाई यो धेरैचोटि आइराख्ने यो प्रश्न भएको हुनाले योलाई हामीले पहिचान गर्नको लागि एउटा समानताको हक धारा 18 मा छ, उपधारा 5 मा छ। यो झुक्काइराख्छ सधैँ क्वेशन। समानताको हक, महिलाको हक, बालबालिकाको हक, न्यायको हक भनेर दिइदिन सक्छ, कुन हो कुन होइन भनेर दिइदिन सक्छ। सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतिको समान हक हुनेछ भनेर नेपालको संविधान 2072 को 4वटा अप्सन दिन्छ। त्यतिखेर हामीले पहिचान गर्न सक्नु पर्यो। यसमा छ समानताको हक धारा 18 मा छ। उपधारा 5 मा रहेछ के रहेछ त भन्दाखेरि पैतृक सम्पत्तिमा यहाँ के भनेको छ, सम्पत्ति र परिवार भनेको छ हैन।
यहाँ के छ पैतृक सम्पत्तिमा पैतृक भनेको हाम्रा अग्रजहरूले कमाएको सम्पत्तिमा लैङ्गिक भेदभाव बिना हामीले कमाएको हाम्रा अग्रजहरूले कमाएको सबै पैतृक सम्पत्ति हामीले उपभोग गर्दै आएको सम्पत्तिमा लैङ्गिक भेदभाव बिना सबै सन्तानको समान हक हुनेछ। लिङ्गको यहाँ के छ त भन्दाखेरि भेदभाव हुने छैन। यहाँ यो सम्पत्तिमा लिङ्गको कुनै भेदभाव हुने छैन। खालि के हुनेछ त भन्दाखेरि सबै सन्तानको समान हक हुनेछ। सन्तानको समान हक हुनेछ। छोरा छोरी जो हुनुहुन्छ सन्तानको के हुनेछ त समान हक हुनेछ भनेर यो समानताको हकले जोड दिएको छ। यी दुईवटा कुरालाई हामीले नबिर्सने। श्रीमान श्रीमती दम्पति भन्यो भने महिला हुन्छ, महिला र पुरुष दम्पति हुन्छन्। सन्तान समानता भन्यो भने के छ सन्तान छ। यहाँ पनि स छ, यहाँ पनि स छ। यति कुरा हामीले नबिर्सने। यहाँ पनि स छ, यहाँ पनि स छ। यहाँ सम्पत्ति र परिवार छ, यहाँ पैतृक सम्पत्ति छ। अब हामीले के नबिर्सिन त भन्दाखेरि महिला भनेपछि दम्पति हुँदो रहेछ, समानता भनेपछि सन्तान हुँदो रहेछ भन्ने कुरा हामीले यति कीबोर्ड हामीले यति की पोइन्टलाई हामीले सम्झ्यौं भने एकदमै जहाँबाट दिए पनि हामीले यो क्वेसनलाई मिलाउन सक्छौं। अब धारा 38 को बारेमा महिलाको हकमा हामीले एउटा पहिला के रहेछ त भन्दाखेरि समान वंशीय हकलाई जोड दिएको छ प्रत्येक महिलालाई। दोस्रोमा छ स्वास्थ्य र मातृत्व प्रजनन स्वास्थ्यमा जोड दिएको छ हैन। तेस्रोमा छ महिला विरुद्ध कुनै किसिमको यौनजन्य हैन सामाजिक सांस्कृतिक मनोवैज्ञानिक हिंसाजन्य कार्य र शोषण गरिने छैन भन्ने छ। चौथोमा राज्यका हरेक निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा के हुनेछ त सहभागी हुने हक हुनेछ। महिलाले अहिले बजेटको जस्तै अहिले हामीले हेर्छौं बजेटहरु जति पनि बजेटहरु कार्यान्वयन हुन्छ त्यसमा पनि महिलाहरु पनि उपभोक्ता समितिमा म्यान पोइन्टमा बसेको देख्छौं, म्यान पदमा बसेको देख्छौं। अनि हरेक निर्णायक तहमा महिला पुगेको देख्छौं। अब त भर्खरै हामीले झन् नेपालको प्रधानमन्त्री सुशीला कार्की पहिलो महिलालाई देखेका छौं। त्यसकारण महिला यहाँ के भनेको छ त राज्यका हरेक निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक भनेको छ। अनि महिलालाई शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा पनि के छ त सकारात्मक विभेदको आधारमा विशेष अवसर पाउने हक हुनेछ भन्ने कुरालाई यहाँ जोड दिएको छ। अर्को छ अब पारिवारिक के छ त भन्दाखेरि सम्पत्ति र पारिवारिक मामिलामा दम्पतिको समान हक हुनेछ भन्ने कुरा छ। अब समानताको हकलाई के छ त सन्तान पैतृक सम्पत्तिमा अब यहाँ के बिना त भनेको लैङ्गिक भेदभाव बिना सन्तानको समान हक हुनेछ भन्ने कुरालाई जोड दिएको छ। हस् त आज हामी यति नै छलफल गर्यौं। यो सानो भिडियोले हैन यो सानो मैले दिएको मैले जाने बुझेको र मेरो जुन पढ्ने तरिका थियो यो तपाईहरुलाई मैले शेयर मात्र गरेको छु। यो तपाईहरुलाई कस्तो लाग्छ, कस्तो लाग्यो लाइक शेयर प्रतिक्रिया गर्न नबिर्सनु, प्रतिक्रिया दिन नबिर्सनु होला। र आउँदा दिनहरुमा पनि मैले जाने बुझेको मात्र हैन मैले जाने बुझेको मेरो क्षमताले भ्याएसम्म तपाईहरुलाई थोरै भए पनि फुर्सदको समयमा मैले आफुलाई पनि फाइदा होस् र तपाईहरुलाई पनि केही कुरामा ज्ञान हासिल होस् भन्ने उद्देश्यका साथ मैले फुर्सदको समयमा शिक्षालाई व्यापक कसरी बनाउन सकिन्छ, शिक्षा नै मानव जीवनको महत्त्वपूर्ण कुरा हो। शिक्षा बिना हामी अहिलेको परिवेशमा नयाँ नयाँ कुरामा अपडेट हुन सक्दैनौं। त्यसकारण हरेक दिन हामीले शिक्षा आर्जन गर्न एकदमै आवश्यक छ। यही कुरालाई मध्यनजर गर्दै मैले छोटो भिडियो बनाएको छु। यसमा तपाईहरुको प्रतिक्रिया, राय, सल्लाहको अपेक्षा गर्दछु। हस्त नमस्कार, पुनः भेटौँला।